मनिष गर्मीमा कस्तो लुगा लाउनु पर्छ अरे गर्मीमा यस्तो लुगा लाउनु पर्छ है छुट्टी कस्तो भयो खतरा भयो हजुर कस्तो भयो अरे मलाई एकदम नसधैँ पनि हुन्छ छुट्टीको कति दिनको छुट्टी काटेको हजुर कस्तो भयो अरे मलाई एकदम नसधैँ पनि हुन्छ छुट्टीको कति दिनको छुट्टी काटेको हिँड्यो हामी फाइनली भित्र छिर्यो अब चाहिँ हामी चढ्ने भयो ल ल ल ल ल एकदम लाइनमा हो हामी ल लाइनमा एकदम सँगले बस्नु ओहो यहाँ पो हो आमामा हामी त 19मा हो हामी त पर रहेछ नि ल तिम्रो यहाँ ल टिकट ल ल ल ल 10,000 को ओहो हो ल ल ल ल तपाईँ यहाँ पो हो ओ ल ल ल ल ल मामा तातो घाममा हिँड्यो है हिँड्यो अब वेट हेलो सबैलाई गुड मर्निङ एन्ड नमस्ते म मिस्टर एलन भोटिया आज चाहिँ म कहाँ छु भन्दाखेरि चाहिँ म चाहिँ कलकत्ताको एयरपोर्टमा छु भन्दा अब एयरपोर्टतिर जाँदैछु हिजो चाहिँ हामी नाइट बसमा चढेको अब भर्खरै नाइट बसबाट निस्केर चाहिँ अब हामी चाहिँ एयरपोर्टतर्फ लागिरहेको छु यो चाहिँ एयरपोर्टको बाहिरको सिनहरू हो यो चाहिँ हाम्रो चाहिँ अब कलकत्ताको एयरपोर्टको चाहिँ बाहिरको सिनहरू हो हामी चाहिँ अब बिस्तारै एयरपोर्टतर्फ लाग्दैछु गाउँले चाहिँ यहाँ अगाडि जाँदै हुनुहुन्छ म चाहिँ यहाँ पछाडि सुर्केस तान्दै जाँदैछु कलकत्ताको बाहिरको सिन चाहिँ यस्तो छ यो चाहिँ बाहिर हो अब हामी चाहिँ एयरपोर्ट पुग्न लाग्यो भन्दा पनि पुगिसक्यो मेन एयरपोर्ट चाहिँ उता छ त्यो पर अलिअलि देखिरहेछ अब हामी चाहिँ हिँडेर जाँदैछु बसदेखि निस्केर बसदेखि सानो ट्याक्सीमा जाम भन्दा थियो अब बाटो चाहिँ सर्ट छ नि त थोरै छ किन ट्याक्सीमा जाने फ्रेस पनि हुन्छ भनेर चाहिँ हामी हिँडेर जाँदैछु अब हामी यहाँदेखि चाहिँ अब एयरपोर्ट पुगेर चाहिँ हामी फ्रेस हुन्छु पुरै घाँटी समाछ हो चिसोले हो कि केले हो घाँटी पनि चिराप्पै समाइदिएछ हौ यस्तो मिठो घाम लागेछ तिन यो चाहिँ बाहिर यता पार्क बन्दैछ गाडीहरू बिहान यहाँ कुदिरहेछ अब हामी चाहिँ यहाँदेखि कता बिचमा जानुपर्ने हुन्छ बिचमा उताबाट जाऊँ परबाट चाहिँ हामी यता राइटतर्फ लाग्नुपर्ने हुन्छ गाडीको लर्कोले त हामीलाई उता जानै दिँदैन त हौ आमा गाडी हेर्नुहोस् त कति धेरै आएको हामी यता साइड गर्छु भनेको खै यो बाटो गयो भने चाहिँ माथिल्लो उसमा पुऱ्याउँछ तलमा हामी चाहिँ यताबाट मुनिबाट छिर्छु मुनिबाट छिरेर हाम्रो चाहिँ मुनि हो नि त टर्मिनल 2 आमा फुलहरू हेर्नु न खतरा उलिरहेको रहेछ फुलहरू छोटोमा यो चाहिँ बाहिर हो अब हामी चाहिँ लगभग पुगिसक्यो हामी चाहिँ एयरपोर्ट बाहिर हामी चाहिँ यताबाट आएको अहिले अब यताबाट छिर्छ हामी अब आमा कार पार्किङहरू हामी चाहिँ अब यताबाट
परबाट होला निस्किने राम 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 कारहरू पार्किङ गरेको र विकास यताबाट रहेछ हामी चाहिँ यताबाट निस्किन्छु फाइनली हामी कलकत्ता एयरपोर्ट पुग्यो नेताजी सुभाष चन्द्र बोस अन्तर्राष्ट्रिय हवाई अड्डामा अब यहाँदेखि चाहिँ हामी कता जान्छु भन्दाखेरि चाहिँ पर जानेछु परदेखि चाहिँ हामी सरभित्र छिर्नेछु अनि हजुरहरूलाई देखाउने छु है त हामी चाहिँ टर्मिनल 2 बाट चढ्नुपर्ने हुन्छ टर्मिनल 2 चाहिँ यहाँ रहेछ हामी चाहिँ यहाँबाट चढ्नेछु बाहिरको सिनहरू चाहिँ कलकत्ताको मेन बाहिरको सिन त्यसो छ हामी चाहिँ अब बाहिरबाट हाम्रो कार्डहरू चेक गरेर चाहिँ हामी भित्र छिरिसक्यो अब यहाँदेखि चाहिँ अब हाम्रो ब्यागहरू स्क्यानिङ हुन्छ त्यहाँदेखि चाहिँ अब ब्यागहरूलाई अगाडि पठाउनु पर्ने हुन्छ त्यहाँदेखि चाहिँ हाम्रो स्क्यानिङ हुन्छ अब हाम्रो ब्याग चेक गर्ने काउन्टरमा पुगिसकेको छ हाम्रो चाहिँ स्पाइजेट हो नि त हाम्रो फ्लाइट चाहिँ अब हामी चाहिँ यहाँ चट्ट हाम्रो जो चाहिँ स्पाइजेट हाम्रो ब्यागहरू चाहिँ यहाँ छ अब हामी चाहिँ यहाँदेखि चट्ट चेक गर्छु चेक गरेर चाहिँ यहाँदेखि चेक गरेर पठाउने छु त्यसपछि हामी चाहिँ अर्कैतिर चेक गरेर जाँदैछु ब्याग चेक गरेर चाहिँ सही चेक गर्दै हुनुहुन्छ हाम्रो चाहिँ अब स्क्यानिङ पास भएर बाहिर निस्किसक्यो मेरो चाहिँ पास भयो उता गाउँलेको चाहिँ फेल भयो क्या गाउँलेको उता छिरेछ आएको छैन रहेछ मेरो चाहिँ पास भएर उता निस्किसक्यो अब हामी चाहिँ यता अब फोनमा चार्ज पनि सक्यो फोन चार्ज गर्नेतिर जानु पर्ला भित्र खाजा नास्ता पनि अलिअलि गर्नु पर्ला अलिअलि भोक पनि लागेको छ सो कता जाम भन्दाखेरि चाहिँ अब यतातिर चाहिँ रहेछ नि त हामी जाने ठाउँ चाहिँ अहिलेको छुट्टी कस्तो भयो छुट्टी खतरा भयो एयरफोन लाएर हो कि नसुनेको गाउँले कस्तो मेरो त एकदम बब्बलै भयो हिँड्छौँ छुट्टी कस्तो भयो हजुर कस्तो भयो अरे मलाई एकदम नसधैँ पनि हुन्छ छुट्टीको कति दिनको छुट्टी काटेको अरे 21 दिनको मजा आयो छुट्टी इन्जोय भयो होला नि 21 दिनमा 21 दिनको नाम मात्र 21 दिनको छुट्टी ओहो नाम मात्र 21 दिन अनि जाँदा कति दिन जाँदा 3 आउने 3 जाँदा 3 आउँदा 3 ओहो 6 दिन त गएछ त ओहो भनेपछि कति दिन मजा गर्नुपर्छ 15 दिन आज गएपछि ड्युटी गर्ने हो फेरि कि कसो हो त्यो भिजिट एगेन भन्ने पल्टनमा गेट हो नि त्यो गेट देख्न मन पनि लाग्दैन हामी चाहिँ अब यो गेट नम्बर 24 बाट चाहिँ भित्र जान्छु है गाउँले अब हाम्रो चाहिँ टाइम हुन लागिसक्यो यता चाहिँ पुरा अब वेटिङमा बसिरहेको छ हाम्रो फ्लाइटमा जानलाई चाहिँ यो गेट नम्बर 24 बाट जान्छ अब हामी चाहिँ वेटिङमा बसिरहेको छु अब हाम्रो चाहिँ 9:20 मा चाहिँ यहाँबाट खोल्छ यो 9:20 मा चाहिँ हामी भित्र छिर्छौँ हाम्रो फ्लाइट चाहिँ अहिले आएको छैन फ्लाइट चाहिँ त्यहाँ हो यहाँ पर टक्क आउँछ हिँड्यो हामी फाइनली भित्र छिर्यो अब चाहिँ हामी चढ्ने भयो हाम्रो फ्लाइट चाहिँ कहाँ रहेछ हौ हामी चाहिँ यो रहेछ यो अब यताबाट ओहो अर्को टर्निङ हो अर्को टर्निङ रहेछ नि त हाम्रो टोलीहरू यता आमा यता हेर्दै हो लाइनमा हो ओहो पुरै लाइनमा ल ल ल ल ल ल ल एकदम लाइनमा हो हामी ल लाइनमा एकदम सँगले बस्नु पर्यो च्याप्पा च्याप रहेछ नि त अब हामी पनि बिस्तारै जानु पर्ला अब यता रहेछ हामी चाहिँ यता स्पाइसजेट ओहो एयर इन्डिया चाहिँ त्यहाँ रहेछ अब हाम्रो चाहिँ कुन हो हाम्रो यहाँ टुप्पो मात्र देखेको छ होइन
हाम्रो चाहिँ यसमा टुप्पो मात्र देखेछ यो टुप्पो भएकोमा चाहिँ हामी जान्छौँ यसमा चाहिँ हामी चाहिँ यसपालि उताको चाहिँ एयर इन्डिया हामी चाहिँ त भड्याङमा जाँदैछु अहिले चाहिँ पुरै लाइनमा छ त ओहो च्याप्पा च्याप खै छिरो है छिरो 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 ल आमा ल ल आयो 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 अब सिट चाहिँ कता छ हेर्नुपर्छ यो चाहिँ पुरै हाम्रो पार्टीहरू हो झ्याप यहाँ चाहिँ कलकत्तामा झ्याप भेट भयो हामी कति 10-15 जना कहाँ हो अब मेरो त कहाँ रहेछ 23 इमा रहेछ मेरो चाहिँ कहाँ रहेछ 23 हो भर्खर त्यहाँ 4-5 पुग्दैछ कहाँ हो हजुर कहाँ पर आमा भेट्न त मुस्किलै छ हो मुस्किलै छ होलले कति छ सिट नम्बर हजुर 23 नै हो आमा मेरो ई रहेछ नि त ई कहाँ हो हजुर आमा हो हामी अब उड्ने फ्लाइट चाहिँ यो हो अब यहाँदेखि उडिन्छ सुई अब पहिला त सिटै भेटेन कहाँ हो सिट ओहो यहाँ पो हो आमा हामी त 19मा हो हामी त पर रहेछ नि त ल तिम्रो यहाँ ल ठिक छ ल 10,000 को ओहो ल ल ल ल तपाईँ यहाँ पो हो ल ल ल ल फाइनली हाम्रो सिटमा बस्यो है बस्यो हाम्रो सिट चाहिँ यहाँ ट्याग गरेछ बिचमा परेछ बिचमा आज अगाडि यति छ पछाडि आमामा पछाडि कहाँ हो पुरै खैरेनी पो रहेछ त हो एयर होस्टेस त पुरै चट्ट ब्युटिफुल यहाँदेखि चाहिँ एयर इन्डिया हाम्रो चाहिँ यो पखेटा मात्र देखेर छ हाम्रो चाहिँ कहाँ हो तल चाहिँ देख्दैन लगभग हामी अब छिट्टै पुग्छ होला तल पुरै समुद्रै समुद्र छ फाइनली हामी आफ्नो डेस्टिनेसन एन्ड लोकेसन हाम्रो लोकेसनमा पुग्यो लोकेसन लास्टै गर्मी रहेछ लास्टै गर्मी रहेछ यहाँ है वेट अब अहिले त हामी भित्र छु अब बाहिर निस्केपछि त पाक्छ यहाँ गर्मीले लास्टै गर्मी छ यहाँ त आमामा अब हामी आफ्नो ठाउँमा पुग्यो अब हाम्रो ब्यागहरू चाहिँ अब कता छ हामी आफ्नो ब्याग लिन जाँदैछु आमा दामी आफैलाई अलिक खिच्दिएको अरे ठाउँहरू हेर्नु यस्तो दामी छ आमा यो ठाउँ यहाँकै हो यो ठाउँ पनि यताकै हो कि यहाँकै हो कि यो ठाउँ हाम्रो ब्याग चाहिँ यहाँ आउने रहेछ नि त अब यहाँ हामी चाहिँ ब्याग लिनुपर्ने हुन्छ अब हाम्रो त फर्स्टमा हालेको अब लास्टतिर आउँछ होला कतिखेर आउँछ अब यहाँ सबै आफ्नो ब्यागको पर्खाइमा छ ब्याग कतिखेर आउँछ हेर्नुपर्छ ब्याग यही होला यही हो क्या हो यहाँ ब्यागको पर्खाइमा छ ल अब मेरो चाहिँ ब्याग चाहिँ आइसक्यो मेरो हामी 3 जनाको आइसक्यो उता अरू गाउन बाँकी छ पर्खिँदैछ आउँछ होला यता चाहिँ खाली रहेछ
यो चाहिँ निस्किने ठाउँमा रहेछ जाने ठाउँ चाहिँ अर्कैबाट छ हाम्रो टोलीहरू यतिजना चाहिँ हामी एकसाथ टोली हो निस्कियो अब हाम्रो चट्ट हाम्रो टोलीहरू बाहिर निस्क्यो गर्मीले आमा बाहिर गर्मी हुनुपर्छ ओहो गर्मी क्या हो यार हाम्रो दाइ गर्मी क्या हो क्या हो ज्याकेट साकेट लगाएर आयो क्या हो फेरि आमा गर्मीले त ओहो साह्रै गर्मी अर्कै संसारमा आयो यार क्या हो संसार गर्मीले साह्रो क्या हो अर्कै संसारमा छ लास गर्मी ठाउँमा आइयो अब आउँदैछु अब गाडी मिलाएपछि चाहिँ चट्ट यो चाहिँ हाम्रो पोर्ट ब्लेयरको एयरपोर्ट चाहिँ यो हो खतरा छ आजै गर्मी छ तातो घाममा हिँड्यो है हिँड्यो अब होट तातो घाममा हिँड्यो गर्मीमा हिँड्यो है हिँड्यो ल होट यस्तो गर्मीमा जाडो ठाउँमा ज्याकेट लगाएर आएको जाडो ठाउँबाट निस्किँदैछ पसिना मान्छे गर्मीमा कस्तो लुगा लाउनु पर्छ अरे यस्तो है गर्मीमा यस्तो लुगा लाउनु पर्छ है खासै गर्मी भएको छैन है आमा यहाँ पाक्न लागिसक्यो अब हरियोदेखि पहिला मात्रै हुन बाँकी छ अब यहाँ जाडो ठाउँबाट एक्कासी झ्याममै झरेको जाडो भएको छ अरे राम खासै जाडो भएको छैन हामी आएको एयरपोर्ट चाहिँ यो भित्र हो अब हामी चाहिँ यहाँदेखि बाहिर निस्केका छौँ यति गर्मी छ आमा उताबाट जाडो ठाउँबाट पुरै ज्याकेटहरू झ्यापझ्याउ लाएर आएको त यहाँ त ज्याकेट त कतिखेर खोलेर फालौँ जस्तो हुन्छ हो अहिले चाहिँ अब हामीले अघि बिहानदेखि खाजा पनि खाएको छैन अहिले चाहिँ हामी चाहिँ यो होटलमा चाहिँ अब हामीले खाजा नास्ता खाएर चाहिँ चट्ट आफ्नो ठाउँमा पुग्छु त्योभन्दा पहिला यहाँ चट्ट केही छ अब खाएर चाहिँ जानु पर्ला यहाँ चाहिँ नरिवलहरू यसरी पाउँछ यता चाहिँ नरिवल पाउँछ यहाँ चाहिँ नरिवल त कति हो कति यो ठाउँमा आम्मामा अहिले यहाँ पनि झ्याप्पै रहेछ के ल्याउने बेलुका लागि तिमीले केही खान्न यता देखेन नि त यतापट्टिको छौँ हामी सबै ए तपाईँहरू त तपाईँहरू खासमा चाहिँ यस्तो छ यो अन्डमान भन्ने ठाउँ चाहिँ यस्तो छ यो खासै ठुलो घरहरू पनि छैन यसो सबसे ठुलो घर भनेको परतिर रहेछ त्यही हो नभए यत्रै हो यहाँको घर भनेको अनि सबसे ठुलो घर भनेको यही हो नभए सबै एकै लेभलको घर हुन्छ यहाँ चाहिँ मसिनो गाईहरू हेर न गाईहरू सानोहरू अब योभन्दा ठुलो घर चाहिँ हुँदैन यहाँ चाहिँ यो ठाउँमा चाहिँ यहाँ चाहिँ पेट्रोल पम्प रहेछ एकदम अब हाम्रो आजको यात्रा पनि भिडियो पनि अब यहाँसम्म हुनेछ यहाँदेखि चाहिँ अब नेक्स्ट भिडियो चाहिँ नेक्स्ट डे नेक्स्ट टाइम नेक्स्ट विकमै हुन्छ होला अब लगभग